सो हेलो एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। तपाईहरुलाई फेरि एउटा नयाँ भिडियोमा स्वागत छ। अब नेपालबाट चाहिँ कोही कोही विद्यार्थीहरू चाहिँ यहाँ जापान आइसकेपछि खासै त्यति दुःख चाहिँ गर्दिन। एउटा काम गर्छु, थोरै कमाउँछु, त्यहीमा रमाउँछु र त्यहीबाट घरमा पठाउँछु। खासै त्यति हार्ड काम चाहिँ गर्दिन भन्ने चाहिँ सोचिरहेको हुन्छन्। तर त्यो सँगसँगै एउटा सोच पनि के आउँछ भन्दाखेरि अब जापान गइसकेपछि चाहिँ अब धेरै नै दुःख गर्नुपर्छ। अब साथीभाइहरूलाई सोद्धा पनि 2-3 वटा काम चाहिँ नर्मल्ली नै गर्नुपर्छ, नत्र त्यहाँनिर सर्भाइभ गर्नै सकिँदैन भनेर चाहिँ यसरी सुन्नमा पनि आउँछ। अब खास कुरा चाहिँ के हो, अब हामीले यहाँनिर आइसकेपछि 2 वटा काम चाहिँ कम्पलसरी नै गर्नुपर्ने हो कि के हो। अब एउटा कामको कमाइले चाहिँ एक्सपेन्सेस धान्छ कि धान्दैन हो। र यस्तो कुराहरू पनि अब मलाई चाहिँ होस् नेपालमा हुने बेला मलाई पनि अब दिमागमा आइरहेको हुन्थ्यो। आई गेस अब तपाईँहरूलाई पनि आइरहेको होला जापान आउने भइसकेपछि। तर सबै स्टुडेन्टहरू चाहिँ यस्तो चाहिँ हुँदैनन्। अब कोही कोही स्टुडेन्टहरू चाहिँ अब 2-3 वटै काम गरिदिन्छु, बरु सुत्दिनँ, मजाले पैसा कमाउँछु, अनि पछि यहाँनिर नेपालमा आएर चाहिँ केही गर्छु भन्ने जस्तो हुन्छ। तर कोही कोही स्टुडेन्टहरू चाहिँ यसरी एउटा काम गरेर चाहिँ यहाँनिर सर्भाइभ गर्न सकिन्छ कि सकिँदैन भनेर चाहिँ होस् सोचमा परिरहेको हुन्छन्। त्यही भएको हुनाले चाहिँ आजको भिडियोमा चाहिँ म मेरो एक्सपिरियन्स अनुसारले चाहिँ यहाँनिर जापान आइसकेपछि हामीलाई एउटा कामले चाहिँ हाम्रो लाइफस्टाइल यानि सेइकाचु भन्छ जापानमा चाहिँ त्यो पुरा गर्न, हाम्रो स्कुल फीहरू तिर्न, होस्टेल फी तिर्न, हामीलाई खाना लाउन र घर पठाउन पुग्छ कि पुग्दैन भनेर चाहिँ त्यसको बारेमा चाहिँ यो भिडियोमा चाहिँ बुझाउनेवाला छु। र जे होस् यो भिडियो हेरिसकेपछि चाहिँ तपाईँहरूले यहाँ जापानमा आएर चाहिँ आफूले चाहिँ कति काम गर्नुपर्छ, आफ्नो फ्यामिलीको कन्डिसन अनुसारले चाहिँ आफूले कसरी भिडेर चाहिँ यहाँनिर काम गर्नुपर्छ भनेर तपाईँहरूले बुझ्नुहुन्छ। त्यही भएको हुनाले आउनुसँगै अब हामी भिडियोतर्फ लागौँ। र यहाँनिर जापानमा चाहिँ 28 घन्टाको नियम हुन्छ। तपाईँहरू सबैजनाले चाहिँ अहिलेसम्म त अब सबैजनाले थाहा नै पाइसक्नु भयो होला। 28 घन्टाको नियम भनेको चाहिँ हामीले खास दिनमा 28 घन्टा गर्ने चाहिँ होइन, हामीले हप्तामा चाहिँ 28 घन्टा गर्ने हो। यानि अब 7 दिनमा चाहिँ हामीले 28 घन्टा चाहिँ काम गर्ने हो। र यो जापानको रुल्स अनुसारले एउटा ryugakusei चाहिँ यानि विदेशी विद्यार्थीले चाहिँ अब यो 28 घन्टाको यो बााउन्ड्री चाहिँ क्रस चाहिँ गर्न चाहिँ मिल्दैन। यानि हामी यहाँ आइसकेपछि ब्याङ्क क्यास गर्ने बेलामा चाहिँ 28 घन्टा नै काम गर्नुपर्ने हुन्छ। र अब यो भनेको चाहिँ हाम्रो फुचुनो हि यानि नर्मल डेजहरूको लागि हो। तर यासुमिनो हि भन्छ यहाँनिर। यासुमिनो हि भनेको चाहिँ हाम्रो बिदाको दिनहरूमा चाहिँ हामीले चाहिँ होस् 40 घन्टा चाहिँ गर्न पाउने हुन्छ। अब जस्तै यहाँनिर चाहिँ 4 वटा सिजनमा चाहिँ बिदा हुन्छ, यानि फुयु जाडोमा, आकी यानि अब यस्तै स्प्रिङहरूमा, र त्यसपछि हारु नाचु भन्छ है। र यस्तो सिजनहरूमा चाहिँ हामीले जे होस् अब 1-2 हप्ता 1 महिनाको लागि चाहिँ हामीले चाहिँ 40 घन्टा चाहिँ काम गर्न चाहिँ पाउँछौँ। तर अरू नर्मल डेजहरूमा चाहिँ हामीले 28 घन्टा मात्रै काम गर्नुपर्ने हुन्छ। र मैले चाहिँ यो तपाईँहरूले थाहा पाइरहेको रुल्स चाहिँ किन रिकल गराउँदैछु भन्दाखेरि हामीलाई यहाँनिर हामीले कति पैसा कमाउँछौँ भनेर चाहिँ हामीलाई म्याटर गर्ने भनेको नै यही 28 घन्टा र 40 घन्टाको रुलले हो। र अब जस्तै मानिलिउँ अब नेपालबाट चाहिँ 2 वटा मिल्ने साथीहरू आएन र यहाँनिर जापान आइसकेपछि उनीहरूको काम पनि एउटै काम गर्ने ठाउँमा चाहिँ फिक्स भयो। या अब मानिलिउँ 2 जना चाहिँ एउटै सुसीको रेस्टुरेन्टमा चाहिँ काम गर्न थालेन्। अब एकजना साथी चाहिँ अब सुसी बनाउनमा चाहिँ एकदमै जान्ने र अर्को चाहिँ अलि नजान्ने, यानि काम गर्ने चाहिँ खासै मन नपराउने। र त्यो काम गर्ने र काम गर्न मन पराउने साथीलाई चाहिँ यहाँनिर सुसीमा चाहिँ अब मानिलिउँ हप्ताको चाहिँ 28 घन्टा काम दियो, र अर्को नजान्ने साथीलाई चाहिँ हप्ताको चाहिँ 20 घन्टा चाहिँ काम दियो है। र अब यो जिखानले पनि के हुन्छ भन्दाखेरि तपाईँहरूको चाहिँ क्युरियो यानि स्यालेरी चाहिँ तलमाथि हुन्छ। त्यो 28 घन्टा काम गर्ने साथीले चाहिँ अलि धेरै क्युरियो चाहिँ प्राप्त गरिरहेको हुन्छ। र त्यो सँगसँगै अब 20 घन्टा काम गर्ने साथीले चाहिँ कम स्यालेरी चाहिँ पाइरहेको हुन्छ। र यो भनेको चाहिँ एउटा सिम्पल उदाहरण हो, यानि हामीलाई 28 घन्टाले चाहिँ कतिको हेम्पर पार्छ भनेर। अब यदि मैले चाहिँ 28 घन्टा काम गरिरहेको छु भने चाहिँ मेरो नर्मल स्यालेरी चाहिँ लगभग 1,50,000देखि 1,60,000सम्म पुग्न जान्छ भने त्यही ठाउँमा अब 20 घन्टा काम गर्ने साथीले चाहिँ उसको स्यालेरी चाहिँ 1,20,000सम्म मात्रै हुन जान्छ। ले अहिलेसम्म भनेको कुराबाट चाहिँ एउटा सिम्पल एउटा फर्मुला पनि निकाल्न सक्नुहुन्छ नेपालमै बसेर। यानि मैले जापानमा चाहिँ स्यालेरी चाहिँ कति खान सक्दो रहेछु एउटा काम गरेर भनेर। अब यसको लागि चाहिँ एउटा सिम्पल हिसाब छ, यानि तपाईँहरूले घन्टामा चाहिँ कति प्राप्त गर्नुहुन्छ र त्यो सँगसँगै अब हप्तामा चाहिँ कति घन्टा चाहिँ काम गरिरहनु भएको छ। अब यो ओसाकाको घन्टाको स्यालेरी लिने हो भने चाहिँ हाम्रो म्याकडोनल्ड्समा चाहिँ लगभग बिहानदेखि दिउँसोसम्मको चाहिँ फरक हुन्छ र रातिको चाहिँ फरक हुन्छ। यानि अब बिहानदेखि दिउँसोसम्म अब इभिनिङ युगाता भनौँ, इभिनिङसम्म घाम झुल्किने बेलासम्म
त्यति बेलासम्म चाहिँ लगभग 1130 रुपियाँ हुन्छ भने चाहिँ नाइटमा चाहिँ हाम्रो लगभग त्यही 1400 को हाराहारीमा पुग्न जान्छ। हप्ताको चाहिँ तपाईँहरूले 20 घन्टा 25 घन्टा काम गर्नुभयो भने तपाईँहरूको स्यालेरी चाहिँ कति आउँदो रहेछ एकचोटि भर्खरै अब मोबाइलमा चाहिँ चेक गर्नु होला। अब जस्तै मैले चाहिँ घन्टाको चाहिँ 1300 रुपियाँ प्राप्त गर्छु। अब मैले हप्तामा चाहिँ 25 घन्टा काम गर्छु भने मेरो चाहिँ मन्थली स्यालेरी चाहिँ लगभग त्यही 1,30,000 को हाराहारीमा चाहिँ आउन जान्छ। र मैले यो 25 घन्टा चाहिँ किन भन्दैछु भन्दाखेरि तपाईँहरूलाई म्याक्सिमम काम गर्ने ठाउँमा चाहिँ यसरी यो 28 घन्टाको लिमिटै भयो भने तपाईँहरूलाई 28 घन्टा नै चाहिँ दिँदैन। अब किन हो यो त अब त्यही म्यानेजरहरूलाई नै थाहा हुन्छ। अब कहिले कहीँ चाहिँ अब 28 घन्टा चाहिँ दिइरहेको हुन्छ, तर प्रायः जसो चाहिँ यस्तै 25 घन्टा 26 घन्टाकोमा चाहिँ यसरी हामीलाई चाहिँ झुलाइरहेको हुन्छ। अब जस्तै मैले तपाईँहरूलाई यो 1,30,000 रुपियाँ निकालेर देखाएँ। अब यसमा चाहिँ तपाईँहरूको म्याटर गर्ने गर्छ कि तपाईँहरूले मन्थली चाहिँ कति एक्सपेन्सेस गर्नुहुन्छ, यानि तपाईँहरूले यस्तो ड्रिङ्क्स खान है, अब बियर सियर ग्रोसरिजहरूको लागि चाहिँ तपाईँहरूले कति रुपियाँ चाहिँ अब स्पेन्ड गरिरहनुहुन्छ त्योमा पनि म्याटर गर्ने गर्छ। अब जस्तै मेरो वर्षको चाहिँ कति हुन्छ एकचोटि निकालौँ। घन्टाको चाहिँ 1300 को मानेर अब हप्ताको चाहिँ मैले 25 घन्टा काम गर्छु भने अब 1300 × 25 यानि अब हप्ताको चाहिँ निस्कियो र त्योमा चाहिँ 4 गर्दाखेरि चाहिँ महिनाको निस्कियो र महिनाको अब इन्टु 12 गरिसकेपछि चाहिँ मेरो लगभग त्यही 15,60,000 जतिको चाहिँ हाराहारीमा आउन पुग्छ। यानि मैले एउटा काम गरेको बापत एक वर्षमा चाहिँ लगभग 15,60,000 को एभरेजमा चाहिँ मैले कमाउँदो रहेछु। र अब यो मेरो वर्षको 15,60,000 मा चाहिँ मेरो वर्षको फी यानि गएको ही चाहिँ मेरो 10 लाख रुपियाँ जतिको हाराहारीमा हुन्छ। अब 10 लाख रुपियाँ जति घटाम हाम्रो चाहिँ यो 15,60,000 बाट चाहिँ 10 लाख रुपियाँ घटाउँदा चाहिँ अब मसँग चाहिँ जम्मा 5,60,000 मात्रै बाँकी रहेको छ। र अब यो 5,60,000 बाट पनि अब हामीले फेरि अब होस्टेलको फी चाहिँ घटाम। अब मेरो चाहिँ लगभग 2 जना सँगै बस्ने भएको हुनाले चाहिँ मेरो महिनाको चाहिँ लगभग 20,000 रुपियाँ छ। अब 20 × 12 गर्दाखेरि 12 दुना 24 यानि 2,40,000 हुन्छ। र अब यो 5,60,000 मा फेरि होस्टेलको लागि 2,60,000 रुपियाँ घटाम। र अब यो हामीले इम्पोर्टेन्ट खर्चहरू घटाइसकेपछि यानि हाम्रो फर्स्ट प्रायोरिटी भनेको चाहिँ हाम्रो स्कुल र होस्टेल हो। र यो दुईवटा घटाइसकेपछि चाहिँ मसँग एन्डमा चाहिँ 15,60,000 कमाएको मान्छेसँग चाहिँ लगभग मसँग चाहिँ अब 3,20,000 रुपियाँ मात्रै बाँकी रहन्छ। र अब यो 3,20,000 बाट चाहिँ हामीले अब पानी बत्ती बिजुली फोनको बिल सिमको बिल होइन, फोनको बिल र सिमको बिल चाहिँ एउटै हो है, महिनामा काट्छ। र त्यसपछि अब बाँकी सबै कुरा अब के खाने होइन, अब कतै साथीबाट जान मन लाग्यो भने ट्रेन भाडा त्यहीबाट भयो, अब के लगाउन मन लाग्यो केही गर्न मन लाग्यो भने अब सबै खर्च चाहिँ जे होस् मेरो यही 3,20,000 बाट चाहिँ काट्न पर्ने हुन्छ। र अब तपाईँहरूलाई चाहिँ यो सुन्दामा चाहिँ अलि थोरै कम नै लागिरहेको होला है, यो कम नै हो बुझ्नुभयो नि होइन, यो कम नै हो। अब यतिले त केही पनि हुँदैन। तर हामीलाई एउटा प्लस पोइन्ट चाहिँ के हुन्छ भन्दाखेरि मैले जे होस् तपाईँहरूलाई अघि सुरुमा त्यो 28 घन्टाको भन्ने बेलामा एउटा कुरा भनेको थिएँ नि, यानि हामीले यासुमीको हिमा चाहिँ हामीले 40 घन्टा चाहिँ काम गर्न पाउँछौँ भनेर हो। जे होस् हामीलाई चाहिँ जे होस् एउटा सर्भाइभ गर्नको लागि एउटा त्यो यासुमीको त्यो 40 घन्टाले पनि अब थोरै हामीलाई एडिसनल चाहिँ अब 1.5 लाखदेखि 2.5 लाख रुपियाँ जति चाहिँ एडिसनल सपोर्ट चाहिँ पुगिरहेको हुन्छ। अब जस्तै मैले नर्मली काम गरेर चाहिँ 15,60,000 कमाइरहेको थिएँ भने चाहिँ त्योमा मेरो 2 लाख रुपियाँ जति मानौँ न, 2 लाख या 2,40,000 गर्दाखेरि चाहिँ 60, 70, 16 लाख 17, 18 लाख रुपियाँ जति चाहिँ हुन्छ। र त्यसले गरेर चाहिँ केही हदसम्म चाहिँ मलाई राहत चाहिँ हुन्छ। तर यो राहत हुनुको मतलब चाहिँ यो होइन कि अब यही एउटाले नै पुग्छ भन्ने जस्तो चाहिँ होइन। तर अघिसम्म चाहिँ जुन पाराले चाहिँ म चल्न पर्ने भएको थियो यो यासुमीको काम गरिसकेपछि चाहिँ त्यो हिसाबले चाहिँ म त्यसरी डराइ चाहिँ चल्न पर्दैन। अब थोरै केही रूपमा चाहिँ अब यो खान मन छ भने ल ठिक छ खाम न त भन्ने जसरी चाहिँ म चल्न चाहिँ सक्छु यो जापानको एक्सपेन्सेसलाई ह्यान्डल गर्दै। र अब जे होस् यो सबै हिसाब भनेको चाहिँ हामीले खास कपी पेन बोकेरै क्यालकुलेटर बोकेरै राम्रोसँग बसेर थोप्लालाई चाहिँ तलमाथि गरेर हेरेर चाहिँ हामीले खास एन्सर चाहिँ निकाल्न पर्ने हुन्छ। तर अब यसरी फ्याटफुट्ट लाटो हिसाब हान्दाखेरि चाहिँ हामीलाई ठ्याक्कै कति हो भनेर चाहिँ अब थोरै पैसाको चाहिँ तलमाथि भइरहेको हुन्छ। तपाईँहरूले पनि बुझिरहनु भएको छ होला। तर योबाट चाहिँ एउटा कन्क्लुजन चाहिँ के आउँछ भन्दाखेरि हामीलाई यहाँनिर जापानमा चाहिँ एउटा काम गरेर चाहिँ हामीलाई यहीँ जापानमै ठिक्क हुन्छ, हामीलाई यहीँनिर खान बस्नलाई सर्भाइभ गर्नलाई मात्रै ठिक्क हुन्छ।
हामीले नेपालमा पैसा पठाउन चाहिँ सक्दैनौँ, हामीले चाहेको जति सक्दैनौँ। बुझ्नुभयो नि होइन। अब कोही कोही विद्यार्थीहरू हुन्छ जस्तै एउटा काम गरेर पनि अब नेपालमा चाहिँ पैसा चाहिँ पठाइरहेको हुन्छन्, तर हामीले चाहेको जसरी चाहिँ हामीले पठाउन चाहिँ सक्दैनौँ। त्यही भएको हुनाले चाहिँ कोही स्टुडेन्ट यहाँनिर चाहिँ लोनमा आएको छ, उसको चाहिँ ब्याज खप्टिरहन्छ भने चाहिँ उसले मिनिमममा पनि यहाँ आइसकेपछि 2वटा काम चाहिँ मिनिमममा पनि गर्नुपर्छ। अब म्याक्सिमम त उसले अब 3वटासम्म गर्न सक्छ भने चाहिँ उसलाई नै एकदमै राम्रो हुने हो। यानि अब ब्याज पनि तिर्न मिल्छ, अब लोन पनि तिर्न मिल्छ र सँगसँगै अब घरको यताउता सबै कुराहरू पनि ह्यान्डल गर्न सकिन्छ। र जस्तै मैले तपाईँहरूलाई अलि अगाडि पनि भनिहालेँ, हामीलाई 28 घन्टा भनेर चाहिँ सबैजनालाई चाहिँ 28 घन्टा नै दिने भन्ने पनि हुँदैन। त्यो 28 घन्टा भनेको चाहिँ एउटा बााउन्ड्री हो र त्यो भित्रमा चाहिँ अब म्यानेजरले चाहिँ कति सिफ्ट हालिदिन्छ, यानि कति घन्टा दिन्छ भनेर चाहिँ त्योमा चाहिँ म्याटर गर्छ। र अब तपाईँहरू सबैजनालाई चाहिँ एउटा पर्फेक्ट चाहिँ के हुन्छ भन्दाखेरि एउटा ह्यान्ड क्यास गरेर र एउटा ब्याङ्क क्यास गर्दा चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है। र बाँकी अब तपाईँहरूले अझै कामहरू थप्न सक्नुहुन्छ भने त्यो तपाईँहरूलाई नै राम्रो हुन्छ। अब ह्यान्ड क्यास मानिलिउँ, अब सबैजनाले चाहिँ जे होस् डराइ गर्छन् होला होइन। अब मलाई कमेन्टहरू पनि आइरहेको हुन्छ कि अब ह्यान्ड क्यास गरेको बेला अब होस्टेलमा सेन्सेहरू आउँदा हामीलाई देखेन भने के हुन्छ भनेर चाहिँ त्यस्तो कस्तो त्यो उनीहरू चाहिँ डिपली सोचिदिने रहेछन्। त्यस्तो केही पनि हुँदैन है। यहाँनिर ह्यान्ड क्यास भन्ने बित्तिकै सिधै हटगडी लाएर चाहिँ लिएर जाने पनि होइन। यहाँनिर ह्यान्ड क्यास चाहिँ अब जापानिजहरूले नै प्रोभाइड गरिरहेको हुन्छ। खास ह्यान्ड क्यास भनेको चाहिँ जे होस् अब सरकारलाई चाहिँ ट्याक्स दिन नपर्ने भएको हुनाले चाहिँ अब एक हिसाबको चाहिँ अब सरकारलाई नदिइसकेपछि त्यो ब्ल्याक मनी अब एज अ इलिगल जस्तो मानिने मात्रै हो, तर त्यस्तो चाहिँ केही पनि हुँदैन। अब यहीँनिर जापानिजले नै अब ह्यान्ड क्यास दिन्छ त होइन। अब हाम्रो त के गल्ती, अब उसले दियो अब मैले गरेँ, तिर्खा लायो पानी खाएँ। त्यही भएको हुनाले चाहिँ तपाईँहरूको अब सपना चाहिँ ठुलो छ, नेपालमा गएर सबै ऋणसिन तिरेर एउटा घर बनाएर परिवारलाई चाहिँ खुसी राख्ने जस्तो यस्तो कुरा चाहिँ तपाईँहरूले पनि सोचिरहनु हुन्छ भने चाहिँ तपाईँहरूले मिनिमममा पनि 2वटा काम चाहिँ गर्नुपर्ने हुन्छ। तर तपाईँहरूले चाहिँ अब एउटा कामबाट चाहिँ सक्दै नसक्ने गर्नै नसक्ने भन्ने पनि हुँदैन। अब प्रायः जसो मेरो साथीहरूले पनि एउटै काम गरेर चाहिँ जे होस् घर पनि पैसा पठाइरहेको छन्, यहाँ पनि सबै कुरा चाहिँ म्यानेज गरिरहेको छन्। र त्यो मध्ये म पनि एउटामा पर्छु। मैले पनि अहिले एउटा मात्रै काम गर्छु, तर मैले एउटा काम गरेँ भन्दैमा चाहिँ अब तपाईँहरूले पनि अब एउटै मात्रै गर्नुपर्छ भन्ने पनि हुँदैन। अहिले मैले चाहिँ जे होस् युट्युबलाई चाहिँ एज अ मेरो काम नै भनेर चाहिँ यसमा पनि समय दिइरहेको छु। त्यही भएको हुनाले चाहिँ जे होस् मैले खर्च चाहिँ खासै त्यति केही पनि गर्दिनँ। न म बियर खान जान्छु, न म कतै जान्छु है। म यत्तिकै उठ्छु बस्छु, अब यसरी भिडियो बनाउँछु, खान मन लागेको कुरा खान्छु र अब घर अब थोरै थोरै गरेर चाहिँ अब पठाउँछु र घरकोले नि बुझिरहेको छन्। अब बिस्तारै भाइले नि गरिरहेको छ, अब छोराले नि गरिरहेको छ भनेर चाहिँ जे होस् यसरी चाहिँ मलाई सपोर्ट भएको हुनाले चाहिँ मैले यसरी एउटा कामले चाहिँ सर्भाइभ गर्न सकेको हो। तर अब म 2वटा पाएँ भने चाहिँ गर्छु, नगर्ने चाहिँ होइन। बुझ्नुभयो नि होइन। त्यही भएको हुनाले 2वटा काम भनेको चाहिँ एउटा एभरेज स्टुडेन्टलाई चाहिँ जे होस् कम्पलसरी नै हुन्छ। 2वटा काम चाहिँ म्याक्सिमम गर्नै पर्ने हुन्छ। तर तपाईँहरूको अब बाहिरी आउटर सोर्सहरू इन्कम छ, अब जस्तै सेयरमा लगानी गर्नुहुन्छ, केहीबाट चाहिँ खुरापाती दिमाग लगाएर चाहिँ तपाईँहरूसँग चाहिँ पैसा तान्ने बाटो छ भने तपाईँहरूले त्यही एउटा कामबाट चाहिँ सर्भाइभ गर्न चाहिँ सक्नुहुन्छ। तर म्याक्सिमम अब सोझो हिसाबले काम गरेर खाने बानी छ भने चाहिँ तपाईँहरूले नर्मल्ली पनि 2वटा काम चाहिँ गर्नै पर्ने हुन्छ। र अब जे होस् आजको लागि यति नै। अब यो भिडियोमा चाहिँ मैले सक्दो चाहिँ तपाईँहरूलाई बुझाउन खोजेँ। अब थ्योरिटिकल्ली हुन्छ कि प्र्याक्टिकल्ली अब हिसाब गरेर हुन्छ कि अब रियल लाइफ एक्सपिरियन्स सुनाएर हुन्छ, मैले जे होस् तपाईँहरूले बुझ्नुहुन्छ भनेर चाहिँ त्यसरी तपाईँहरूलाई बुझाएँ। अब के छ, अब मलाई त अब बुझ्नुभयो जस्तो लाग्यो है। अब बुझ्नुभयो कि भएन एकचोटि कमेन्ट पनि गरिदिनु होला र भिडियो मन पऱ्यो भने चाहिँ भिडियोलाई लाइक गरिदिनु होला। र यदि तपाईँहरूलाई चाहिँ अब च्यानलमा चाहिँ केही राम्रो कुरा भइरहेको छ, राम्रो कुरा हाल्छ जस्तो लाग्छ भने चाहिँ तपाईँहरूले सब्सक्राइब पनि गर्न चाहिँ सक्नुहुन्छ। जे होस् एउटा 10K को फ्यामिली चाहिँ बनाउनमा चाहिँ हेल्प गर्नु होला। र 10K भइसकेपछि चाहिँ म चाँडै एउटा Q&A भिडियो पनि लिएर आउँदैछु र त्यो Q&A भिडियो चाहिँ एकदमै स्पेसलवाला हुनेछ। किन भन्दाखेरि त्यो भिडियोमा चाहिँ म तपाईँहरूलाई पनि फिचर गर्छु, यानि यो च्यानलमा चाहिँ तपाईँहरूको फेस पनि देखिन्छ र सँगसँगै तपाईँहरूको भिडियो पनि प्ले हुन्छ। र त्यही भएको हुनाले चाहिँ अब छिटो 10K पनि बनाइदिनु होला, छिट्टै Q&A भिडियो पनि आउँछ। र अब यस्तै इन्फर्मेटिभ भिडियोमा अर्को नेक्स्ट टाइम भेटौँला। यति भन्दै यो भिडियोबाट बिदा हुन्छु। हस्त धन्यवाद। र यो बाँकी सबै पहिला अघि गरेको हिसाबहरू चाहिँ मैले यहाँनिर मोबाइलमा टिपेर आएको थिएँ।